यो अर्ग्यानिक साग भाजीको अब म तोडेर सब्जी बनाउँदैछु। अनि धेरै दिन भयो तोड्ने टाइम नलागेर, खानेको मौकै नलागेर हेर्नु त्यस्तै परिरहेको छ। अनि राम्रो भएको छ, कस्तो राम्रो भएको छ भनेपछि अब के भन्नु हजुरहरूलाई, मन चुकाउनु भएन अनि मन चुकाम भने फेरि गाह्रो पिरो मान्नु होला। टाढा हुनुहुन्छ सबै साथी सङ्गीहरू, दिदी बहिनीहरू। अनि यो अर्ग्यानिक साग हो, सानो ड्रामको उसमा काटेर लगाएको। यति राम्रो भएछ, गर्न मन भएपछि जेमा पनि हुँदैछ यो साग। हजुरहरू हेर्नुहोस्। अनि मल जल राम्रोसँग पुरा हुने भने साग राम्रो हुने रहेछ। आफूलाई खानको लागि तरकारी चट्ट परेको। अनि रहेछ। अनि आजबाट म थोडा सा भिडियो बनाउने, ब्लगिङ गर्ने सुरु गरौँला भनेको। हजुरहरूको साथ सपोर्ट म मिलोस् होइन। युट्युब च्यानल खोलौँ क्या म, भन्नुहोस् त साथी हो, खोलौँ। हजुर पकड्नुहुन्छ यसलाई, पकड्नु नि त फेरि, हजुर पकड्नु यसको। कति राम्रो भाजीको साग होला, राम्रो राम्रो भाजीको साग, कस्तो राम्रो